Good afternoon, everyone present here, respected judges, brothers and sisters, and esteemed teachers. It's me, Aish Kumar from grade 9 representing Merashi Vidyalaya with my friends Rohit and Oshin Ali Mogar. तपाईँहरूलाई थाहा नै छ होला काठमाडौँ जस्तो धेरै जनसङ्ख्या भएको ठाउँमा धेरै धेरै यातायातहरू रहेका छन् धेरै यातायात भएसँगै पार्किङ लगायतका समस्या यहाँ सामान्य भइसकेको छ यही समस्याहरू समाधान गर्नका लागि धेरै विकसित देशहरूले स्मार्ट पार्किङ सिस्टम अपनाइसकेका छन् र आज हामीले त्यसकै मोडल बनाएर ल्याएका छौँ स्मार्ट पार्किङ सिस्टम हामीलाई किन चाहिन्छ भन्दाखेरि काठमाडौँ जस्तो सहरमा धेरै यातायातहरू छन् र यस पार्किङ गर्न जाँदा ट्राफिक जाम जस्ता समस्याहरू देखा पर्दछन् र त्यसका कारणले फ्युलहरू वेस्ट हुने एयर पल्युसन बढ्ने जस्तो समस्या देखिन्छ र पार्किङ स्पेसमा म्यानेजमेन्ट राम्रो छैन यहाँ फोटोमा देखे जस्तै ठाउँ त छ तर व्यवस्थित छैन पार्किङ गर्नका लागि र यो कसरी काम गर्छ भन्ने कुरा मेरो साथी ओसिङले बुझाउन गइरहेको छिन् Thank you, Ayush. It's me, Oshing, presenting in front of you all to explain you guys the working mechanism of our model, smart parking system. As I explain you all how it works, my friend Rohit will be demonstrating it with me. So, तपाईले फर्स्टमा हेर्न सक्नुहुन्छ यो चाहिँ नर्मल पार्किङ सिस्टमको नर्मल पार्किङ लटकै जस्तो लेआउट छ देयर आर पार्किङ स्पेसेस अनि गेटहरू पनि छ बट द ओन्ली डिफरेन्स इज द्याट यता चाहिँ लाइक लेबर काम गर्ने गेट पालेदाहरू उहाँहरू चाहिँ हुनुहुन्न देयर रोबोटिक्स डुइङ एभ्री वर्क हियर सो गाडी चाहिँ फर्स्टमा गएपछि देयर इज एन एरो गाइडिङ अस द वे कुन डाइरेक्सन चाहिँ जाने भनेर अनि राइटतिर चाहिँ इट्स आवर एन्ट्री लेफ्टतिर चाहिँ इट्स आवर एक्जिट सो राइटबाट एन्ट्री लिएपछि देयर इज एन अल्ट्रासोनिक सेन्सर द्याट डिटेक्ट्स द कार्स मुभमेन्ट अनि automatically opens the gate for you and there are 4 parking lots you can park wherever you want similarly हाम्रो अर्को गाडी पनि त्यस्तै गरी जान्छ but एउटा गाडी गएपछि चाहिँ in front there is a display showing कति चाहिँ गाडी गएको छ कतिवटा चाहिँ रिमेनिङ छ भनेर अब जस्तो भर्खर एउटा गाडी गयो त्यही भएर त्यहाँनिर चाहिँ 1/4 लेखेको छ किनकि there are out of 4 parking lots एउटा चाहिँ रिजर्भ भएको छ भनेर त्यो चाहिँ देखाएको हो अब त्यस्तै गरी हाम्रो सेकेन्ड गाडी पनि टेकिङ द राइट टर्न भित्र एन्ट्री गर्यो भने चाहिँ हाम्रो डिस्प्लेमा इट सोज 2/4 त्यस्तै गरी हाम्रो थर्ड गाडी एन्ड लास्टली द फोर्थ अब हाम्रो चाहिँ डिस्प्लेमा 4/4 देखिसकेपछि चाहिँ लास्टली अब यति अझै गाडी आउन खोज्यो भने चाहिँ हाम्रो चाहिँ अटोमेटिकली डिस्प्लेमा पार्किङ फुल भनेर देखाउँछ विच मिन्स द्याट पार्किङ चाहिँ फुल भइसकेको छ देयर आर नो पार्किङ स्पेसेस लेफ्ट भनेर त्यो चाहिँ डिस्प्लेमा देखायो 4/4 जस्तो देखाएपछि चाहिँ इट विल बी हेल्पफुल लाइक यो पार्किङ चाहिँ फुल भइसकेको रहेछ अनि त्यही भएर अब वी कान्ट पार्क हियर भन्ने चाहिँ हाम्रो यो स्मार्ट पार्किङ सिस्टमले देखाउँछ त्यस्तै गरी अब हाम्रो लेफ्ट साइडबाट चाहिँ एक्जिट एज आई सेड लेफ्ट साइडबाट चाहिँ जाँदाखेरि लेफ्ट साइडमा पनि अल्ट्रासोनिक सेन्सर छ विच डिटेक्ट्स द मुभमेन्ट अनि फेरि ढोका खोलिन्छ अनि हाम्रो चाहिँ फेरि डिस्प्लेमा 3/4 देखाउँछ किनकि एउटा गाडी भर्खर बाहिर गयो नि त अनि त्यस्तै गरी हाम्रो सबै एउटा गरेर जाँदा चाहिँ हाम्रो त्यस्तै अब राइट साइडबाट आयो भने चाहिँ नम्बर इन्क्रिज हुन्छ लेफ्ट साइडबाट गयो भने चाहिँ डिक्रिज हुन्छ त्यस्तै गरी
काम गर्छ. Now I would like to call Rohit to explain further on this project. म चाहिँ रोहित भट्ट होइन. अनि म चाहिँ अब हजुरहरूलाई अगाडि यसको मेन कम्पोनेन्टहरू अनि कन्फ्युजन किन अनि यसको प्रोज एन्ड कन्स भन्न चाहन्छु. यसको मेन कम्पोनेन्टहरू चाहिँ अब पार्किङ सेन्सरहरू भयो, डिस्प्ले बोर्ड भयो, अनि कन्ट्रोल सिस्टम भयो, अल्ट्रासोनिक सेन्सर भयो, अनि इलेक्ट्रिसिटी कनेक्सन भयो. अनि प्रोज एन्ड कन्स अफ पार्किङ सिस्टम स्मार्ट पार्किङ. यसको के चाहिँ होला त, यसको प्रोजहरू बढी छ, कन्सहरू धेरै छ. त्यही भएर प्रोजतिर बढी ढल्किनु छ. यसको प्रोजहरू चाहिँ रिड्युसेस एयर पोल्युसन, सेभ्स फ्युल, रिड्युसेस ट्राफिक कन्जेसन, सेभ्स टाइम फर ड्राइभर्स. त्यस्तै गरी कन्सहरू चाहिँ अब टेक्निकल प्रब्लम्स मे अकर, needs internet and electricity, high installation and maintenance cost. कन्फ्युजन चाहिँ यो चाहिँ अब मोडर्न सल्युसन हो अहिलेको लागि. अहिले जस्तो फोटोमा हेर्न सक्नुहुन्छ पहिला कस्तो थियो, अहिले कस्तो राम्ररी म्यानेज वेमा पार्क भएको छ गाडीहरू. अनि यो चाहिँ अब छिटो र सरितो काम हुन्छ, छिटो र छरितो गरी काम हुन्छ यसले. अनि यसले टाइम र फ्युल सेभ गर्छ अनि पल्युसनलाई घटाउँछ. अनि यो चाहिँ अब फ्युचर सिटिजहरूको लागि चाहिँ धेरै इम्पोर्टेन्ट हो. थ्याङ्क यू. Thank you for Asian Public School and Mero Coding for giving us this opportunity to take a part in this competition. Now I would like to ask the judges if there are any questions. Mero Coding Class, तैयारी भविष्यको.